आगामी आर्थिक वर्षको बजेटको पूर्व सन्ध्यामा देशलाई हरित ऊर्जातर्फ डोहोर्याइरहेको ईभी बजारमा एकाएक सन्नाटा छाएको छ। कुनै प्राविधिक परीक्षण वा प्रयोगशालाको परीक्षण बिना केवल गुगल सर्च र स्क्रिनशटका भरमा व्यवसायमाथि अर्बौंको भन्सार छलेको संगीन आरोप लगाउने महालेखा परीक्षकको कार्यालय आफै अहिले कठघरामा उभिएको छ। अन्तर्राष्ट्रिय बजारको सामान्य नियम समेत हेक्का नराखी उत्तरी नाकाबाट आउने गाडीलाई मात्र निशाना बनाइनु कतै भूराजनीतिक चलखेल त होइन भन्ने प्रश्न उठेको छ। महालेखा जस्तो जिम्मेवार संवैधानिक निकायलाई प्रयोग गरेर उत्तरी नाकाबाट आयात भएका ईभीमा भ्रम फैलाउनुको भित्री रहस्य के हो? ईभी बजार निमोट्ने महालेखाको त्रुटिपूर्ण प्रतिवेदन। आगामी आर्थिक वर्ष 2083-84 को बजेट सार्वजनिक हुन अब 10 दिन मात्र बाँकी छ। तर समग्र अटोमोबाइल क्षेत्र विशेष गरी विद्युतीय सवारी साधन ईभीको बजारमा सन्नाटा छाएको छ। नयाँ गाडी भित्रिने चहल पहल र आयातकर्ताहरूमा उत्साह छैन। देशलाई हरित ऊर्जातर्फ डोर्याउने, बिजुली खपत बढाउने र पेट्रोलियम पदार्थको परनिर्भरता घटाउने एजेन्डा बोकेको ईभी क्षेत्र अहिले नीतिगत अन्यल र संवैधानिक निकायको हावादारी प्रतिवेदनको चक्रव्यूहमा फसेको छ। ईभीमा सरकारको अस्पष्ट दृष्टिकोण र महालेखा परीक्षकको कार्यदलको बदनियतपूर्ण सक्रियता नै यसको मुख्य कारण हो। हरेक वर्षको बजेटमा के हुने हो भन्ने त्रास ईभी व्यवसायीहरूको नियति बनेको छ। नयाँ सरकार बनेदेखि नै व्यवसायीहरू पर्ख र हेरको अवस्थामा छन्। सरकारले सार्वजनिक गरेको 100 दिने कार्यसूची, वर्तमान आर्थिक स्थितिपत्र र नीति तथा कार्यक्रममा ईभी मैत्री नीतिका लागि कुनै ठोस योजना छैन। विगतका सरकारले ईभीलाई प्रोत्साहन गर्ने भाषण गरे पनि कार्यान्वयनको तहमा आयातकर्ताहरूलाई महालेखा र भन्सार जस्ता निकायले अपराधी जस्तो व्यवहार गरेका छन्। नयाँ सरकारबाट झनै संकुचित नीति आउने चिन्तामा आयातकर्ताहरूले गाडी झिकाउन बन्द गरेका छन्, जसले भन्सार राजस्वमा गम्भीर धक्का पुग्ने देखिएको छ। शुक्रबार सार्वजनिक गरिएको महालेखाको 63औं वार्षिक प्रतिवेदनले ईभी व्यवसायीहरूलाई पुनः अन्यायको कठघरामा उभ्याएको छ। प्रतिवेदनमा विद्युतीय सवारी साधन आयातमा लाग्ने कर निर्धारणका लागि मोटर क्षमता यकिन गर्ने आधार तय गर्न सरकारलाई सुझाव दिएको छ। यसअघि 62औं प्रतिवेदनमा महालेखाले उत्तरी नाका, रसुवागढी र तातोपारी भन्सारबाट आयात गरिएका ईभीहरूमा व्यवसायीले कम मोटर पावर देखाई 3 अर्ब 77 करोड 44,19,000 रुपैयाँ भन्सार छली गरेको दावी गरेको थियो। महालेखाले कुनै प्राविधिक परीक्षण वा प्रयोगशालामा नजाची केवल उत्पादक कम्पनीको अन्तर्राष्ट्रिय वेबसाइटमा राखिएको क्याटलग, गुगल सर्च र स्क्रिनशटका आधारमा यो कर छलीको आरोप लगाएको थियो। महालेखाका अधिकारीहरू आफै अनौपचारिक रूपमा यो प्रतिवेदन त्रुटिपूर्ण रहेको स्वीकार गर्छन्, तर संस्थाको झुटो प्रतिष्ठा जोगाउन यो गल्ती सच्याउनुको साटो राष्ट्रपति समक्ष गलत प्रतिवेदन बुझाएर राज्यलाई भ्रमित पार्ने काम महालेखाले गरेको छ। अब यो त्रुटिपूर्ण कुरा लुकाउन महालेखाले सरकारलाई किलोवाट जाँच्ने प्रविधि ल्याउनु पर्ने सुझाव महालेखाले दिएको छ। यसबाट पनि महालेखाको 62औं प्रतिवेदन त्रुटिपूर्ण रहेको पुष्टि हुन्छ। उक्त प्रतिवेदनमा महालेखाले किलोवाट परीक्षण गरेर मात्र राजस्व असुल्न सरकारलाई निर्देशन दिएको थियो। तर 63औं प्रतिवेदनमा भने किलोवाट परीक्षण गर्न सरकारलाई सुझाव मात्र दिएकाले उसले आफ्नो पूर्व गल्ती स्वीकार गरेको देखिन्छ। अब सरकारले ईभीको भन्सार किलोवाटका आधारमा तय गर्छ कि अन्तर्राष्ट्रिय प्रचलन अनुसार उत्पादक कम्पनीहरूले जारी गरेको आधिकारिक प्राविधिक विवरण, परीक्षण तथा प्रमाणीकरणका आधारमा गर्छ। त्यो हेर्न आगामी बजेटसम्म पर्खिनै पर्ने हुन्छ। भूराजनीतिक खेल र बिचौलियाको चलखेल। महालेखाको प्रतिवेदनले भूराजनीतिक र व्यावसायिक स्वार्थको गन्ध दिएको छ, किनकि उही कम्पनीका एउटै मोडेलका गाडी भारत बार्कबाट आयात हुँदा समस्या देखिँदैन, तर उत्तरी नाका चीनबाट आउने गाडीमा मात्र प्रश्न उठाइन्छ। यसबाहेक हाल सरकारको छानबिनमा परेका केही चर्चित बिचौलियाहरू कारबाहीको डरले छटपटिएका छन् र आफ्नो अपराधलाई सामान्यकरण गर्न इमानदार ईभी व्यवसायलाई बदनाम गर्ने ध्याउनमा लागेका छन्। यसका लागि उनीहरूले कृत्रिम विवाद सृजना गर्ने र महालेखा जस्तो निकायलाई औजार बनाएर भ्रम फैलाउने हतियार प्रयोग गरिरहेको देखिन्छ। स्मरण रहोस्, महालेखाको 62औं प्रतिवेदनले आर्थिक वर्ष 2080-81 मा उत्तरी नाकाबाट आयात भएका 8,065 वटा विद्युतीय ईभीमा किलोवाट छली भएको भन्दै भन्सार विभागको नाममा बेरुजु चढाएको थियो। तर सोही वर्ष दक्षिणी नाका भारतबाट आयात भएका 3,377 वटा ईभीको विषयमा भने प्रतिवेदन मौन देखिन्छ। महालेखाको यस्तो दोहोरो मापदण्डले महालेखा भूराजनीतिक चलखेलमा संलग्न भएको आशंकालाई बल पुर्याउँछ।